सो गाइज यहाँको भ्यू चाहिँ यस्तो छ हेर्नु यो बाटो हुँदै हुँदै जाने हो हामी उता पुग्नु Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act, head up, that's a fact. Never looking back, I'ma keep myself on track. Keep my head up, staying strong, always moving on. Feel I don't belong, tell my thoughts to move along. Push myself to be the best, die with no regrets. Live with every breath, see my message start to spread. And I had so many dreams, when you hit your teens, life ain't really what it seems. Try to find out what it means, at least do it on my own. So I gotta get through it, and the only thing I know is to love what I'm doing. So hello and what is up beautiful people, welcome back to my YouTube channel. यहाँ बोलिरह अब हामी चाहिँ केटा हो हेटौँडा जान आँटेको हो अनि त्यही हो आई होप सबैजना सन्चै छ होला है हामी पनि सन्चै छौँ यहाँ भर्खरै निक्लेको घरबाट पनि बाटोको हालत चाहिँ यस्तै छ अब जाउँ अनि हेरौँ के हुन्छ कसो हुन्छ है त्यही टाइम चाहिँ 7:30 जति भयो छ है अब उता कति बजे पुग्ने हो त्यस्तो रसली पनि जाँदैनौँ हामी बिस्तारै बिस्तारै जाने हो त्यही हो बाटोमा जाममा चाहिँ बस्नु नपरोस् त्यहाँनिर बाटो बनाउने काम भइरहेको क्या त्यसमा चाहिँ बस्नु नपरोस् त्यही हो हिजो बाइक सर्भिसिङ गरेपछि चाहिँ जो गियरहरू बाइक पनि स्मुथ भयो जस्तो लागिरहेको मलाई त्यही यिनीहरूले त्यो गियरहरूमा लुब्रिकेन्ट गर्दै नि त ल्युब गर्दै त्यही भयो नि हो हट म चाहिँ यता कान्तिलोक पथको हुँदै हेटौँडा जान आँटेको हो ठिङ्गनको बाटो ठिक ठिकै छ हल्का 1-2 ठाउँमा मात्रै त्यो रिक्स हो नभए त सब फिट एन्ड फाइन गाइज अहिले चाहिँ हामी यहाँ चापागाउँको पेट्रोल पम्प आइसक्यो अब यही बाटो हुँदै हुँदै जाने हो हेटौँडा यही हो पेट्रोल पम्प शनिबार भएर के आयो गाडीहरूलाई पनि चेक गरेर आज नभए त ट्रकहरूलाई मात्रै गर्थ्यो तिनीहरूले त यो बाटो पहिला क्या दामी थियो यार पानी एकचोटि खतरा पानी परेको थियो नि त्यसले गर्दा यी सबै पहिरोहरू आएर बाटै खत्तम बनायो नभए भने त अक्खा पिच थियो दामी थियो यो बाटो त पहिला एनएस हुँदा यो बाटोमा कम दौडाउँथ्यो यार त्यो ज्यान जाला जस्तो दौडाइदिन्थ्यो हाम्रो धाराको बनाइरहेको चाहिँ त्यहाँ यहाँबाट चाहिँ राइट सिधै गयो भने लेले यता तलतिर गयो भने हेटौँडा अनि यहाँबाट उतातिर गयो भने सातो बाटो सो बिहान बिहान चाहिँ किन निक्लियो हो भने हामी टाइममै पुग्छौँ भनेर निक्लियो हो खासमा अनि त्यस्तो रस पनि हुँदैन भिडभाड पनि हुँदैन भनेर आएको पछाडि बनाउनु सक्ने गरेर खुल्ला सुनसान रोड मजा आउँछ गाइज यस्तोमा चलाउनु चाहिँ हतार पनि हुँदैन होइन आफ्नै पाराले जान पाइन्छ न ओभरट्याक हान्छु भनेर कसैलाई टेन्सन होइन आफ्नै पारामा ढुक्क हिँड्यो पहिला 11-12 पढ्दाखेरि आफ्नो नै बाइक होस् है जस्तो लाग्थ्यो यार
त्यही पछि 12को लास्टमा त बाइक दिएको थियो होला मलाई दाइले, त्यो एनएस नभए नि त्योभन्दा अगाडि त थिएन नि, स्कुटर चलाउँथ्यो म दियो। तर जुन जे जस्तो भयो नि बाइक चाहिँ एउटा भइरहेको हुन्थ्यो जस्तो हुन्थ्यो क्या। साथीहरू सब बाइकमा आउने होइन, आफूलाई फेरि पहिल्यैदेखि बाइक मनपर्ने, सानोदेखि कति 6-7देखि नै चलाउनु थालेको थिएँ क्या मैले बाइक चाहिँ। अनि यता हेटौँडा आएर जस 9देखि पढेँ म। अनि त्यही हो एसई पनि त्यहीँबाट दिएँ। अनि 11मा पढ्दाखेरि स्कुटरमा जान्थेँ कलेज पनि, बिल्ला लाग्दिन्थ्यो भने स्कुटरमा जाँदाखेरि त त्यो टाइममा। अनि जब 12को लास्ट भयो दाइको बाइक थियो, त्यही युज गरेँ मैले। युज लगभग 3-3.5 वर्ष जति त्यो बाइक मैले राखेँ है। राम्रै भइरहेको थियो सबै। त्यो पछि त लाइफको मोडै क्या ह्याप्पी मोड भइरहेको थियो क्या। हेर्नु न गाइज, यहाँ डाँडा चाहिँ दामी छ, जङ्गल है। यो चाहिँ 3 पानी आउन आँटेको डाँडा हो। डाँडासाँडा कटिसकेपछि हामी 3 पानी आइपुग्छौँ। दामी छ भाइब्स। बिस्तारै हाल्दै गर्छु म। तपाईँहरूले गर्दा नै मोटिभेट पनि हुन्छ नि त होइन। थ्याङ्क यू। फाइनली गाइज हामी चाहिँ 3 पानी आइपुग्यौँ। त्यस्तो छ 3 पानीको भ्यू इन्भाइरोमेन्ट। अनि यो भिडियो चाहिँ हजुरले स्किप नगरिदिनु होला है, फुल लास्टसम्म हेरिदिनु। यहाँको बाटोको भ्यू चाहिँ अब कतिजनालाई थाहा पनि नहुनसक्छ, यो बाटो हिँड्न पनि हुन पनि सक्छ होइन। त्यही भएर यो भिडियो मार्फत चाहिँ म देखाइदिन्छु हजुरलाई। ओभरअल त जस गुडै छ यो बाटो पनि। त्यही हो, बेलामा यसरी अफ रोड ड्याङ आउँछ अब नेपालको बाटो। A few moments later. सो गाइज, यहाँको भ्यू चाहिँ यस्तो छ है, हेर्नु। यो बाटो हुँदै जाने हो हामी उता पुग्यौँ। सो त्यही हो गाइज, यो भिडियो हेरेर हजुर इन्जोय गरिदिनु होला। अनि भिडियो अब खासै राम्रो त नहोला है यो भ्लग, त्यही पनि हजुरलाई केही नयाँ नौलो यो बाटो देखाउँ भनेर। अब कतिजनालाई त थाहा हुँदैन नि त यो बाटो, अनि त्यही भएर देखाइदिएको मैले चाहिँ। म चाहिँ प्रायः जसो यही बाटो हिँड्छु, उताको अब देउरालीको बाटोहरू जानु मन लाग्दैन है। यो बाटो चाहिँ मलाई जतिसुकै रिक्स भए पनि आनन्दको लाग्छ क्या। धेरै यस्तो गाडीहरू पनि हिँड्दैन यहाँ, अहिले चाहिँ हिँड्न थालेको छ। पहिला चाहिँ खासै हिँड्थेन, प्राइभेट गाडीहरू मात्रै हिँड्थ्यो।
अब अहिले त यहाँ सुमोहरू पनि एक दुईवटा चल्न थाले छ अनि मेन चाहिँ ट्रकहरू हो यस्तो रिक्स बाटो हिँड्छ यहाँ ट्रकहरू त डाँडा काँडाको पुरै त्यहाँ माथिबाट आएको हामी यहाँ आइसक्यौँ अहिले एक्लै भएको भए त म 2-2.5 घन्टामा पुग्थेँ यहाँबाट है काठमाडौँबाट हेटौँडा अब 2 जना छौँ बिस्तारै जानुपर्छ अब हाम्रो त बानी भइसक्यो नि त यस्तो बाटोहरू चलाउने उ गर्ने भने पछाडि बस्ने प्लेनलाई चाहिँ गाह्रो हुन्छ क्या त्यही भएर बिस्तारै सोधी जानुपर्छ हजुर पनि यसरी लङ टुर अनि यो डाँडा काँडाको बाटो हिँड्दै हुनुहुन्छ भने चाहिँ 2 जना सोधेर जियोस् पछाडिकोलाई कति के गाह्रो भएको छ भनेर चाहिँ जानु होला अब हामीलाई हुनसक्छ अनि उनीहरूलाई गाह्रो भएर पनि नभने हुनसक्छ क्या त्यही भएर आफैले बुझेर सोध्नुपर्छ गाइस यो चाहिँ मलाई यस्तो चाहिँ कहिले फिल भएको थियो भने जियोस् म एकचोटि दाइसँग गएको थिएँ यही बाटो मलाई लास्ट गाह्रो भएको थियो क्या मलाई भन्दा नि जियोस् अलि अपाडै लाग्दिने कि राम्ररी फ्रेङ्क यी बोल्थेन त्यो दाइसँग म गाह्रो हुने अनि सोधे पनि हुन्थ्यो रोक्दै पनि हुन्थ्यो जस्तो लाग्थ्यो क्या त्यही भएर यसो आफूले पनि बुझेर गर्नुपर्छ गाइस आज चाहिँ जो धेरै नै स्लो हिँड्ने जस्तो लाग्यो अब उता हेटौडाको बाटो छुइसकेपछि त हेटौडा बागमतीबाट उता कटिसकेपछि त फेरि त्यही हो नि हल्का भुइँ पारामा सो त्यही हो गाइस लङ टुरहरू हिँड्दाखेरि आफ्नो चाहिँ हजुरले एकदम ख्याल गरेर विचार गरेर हिँड्नु होला अब अहिले पहिला जस्तो त्यो साधनहरू पनि धेरै बढिसक्यो पहिला जस्तो पनि छैन है अब पहिला पो मान्छेहरूसँग खासै साधनहरू हुन्थेन अब अहिले त सबको घरमा बाइक गाडी त्यही भएर आफू राम्ररी हिँडेर पनि के गर्नु अरूले आएर हान्देला भन्ने डर हुन्छ त्यही भएर अलिकति आफू पनि केयरफुल भएर हिँडिदिनु होला एक्लै भएको भए त केही फरक पनि पर्थेन होला है गाइस तर घरमा फ्यामिलीहरू कुरेर बसिरहेको हुन्छ है त्यसको चाहिँ हजुरहरूले ख्याल गर्नु होला है तर यो बाटो हिँड्दाखेरि म चाहिँ सुरुमा चाहिँ जोस त्यो जागर होइन बाइक हुँदाखेरि धेरै लडिसकेँ है यो बाटोमा भन्नै पर्दाखेरि सही गाइस अहिले चाहिँ हामी यो छपेली भन्ने ठाउँमा आइपुग्यौँ यहाँ चाहिँ प्रहरी पुलिस बिट पनि छ हामीहरूलाई चाहिँ त्यस्तो चेक गर्दैन ट्रकहरूलाई हो कहिलेकाहीँ चाहिँ फेरि बिहान हिँड्यो भने चाहिँ यतातिर लाइसेन्स बिलबुक चाहिँ चेक गर्छ है गाइज अब कतिजनाले फेरि उता हेटौडाबाट चोरीको बाइकहरू यो बाटो हुँदै काठमाडौँ ल्याउँछ है अनि त्यही भएर अनि डकुमेन्टहरू चेक गर्छ जियोस् बाइकको ठाउँमा चाहिँ यस्तै हो है साँगुरो बाटो दुईवटा गाडी पनि नहट्ने हेर्नु गाइस यति साँगुरो हुन्छ क्या बाटो सुरुमा त्यो ट्रकलाई आउन दिउँ म चाहिँ पास भइहाल्छु त्यहाँ भाइ अलिकति यस्तो रिक्स छ है बाटो ठाउँमा चाहिँ लास्ट सानो छ क्या है दुईवटा गाडी नै अड्दैन बाइकै अड्दैन है त्यही भएर गाइज यो बाटो हिँड्दाखेरि अलिकति आफू पनि सेफली चाहिँ हिँड्नु
यस्तो डाँडा काँडा र यस्तो बाटो देख्दाखेरि चाहिँ आफू हुन्छ नि कुनै ठाउँमा भए जस्तो लाग्छ क्या, विदेशै भए जस्तो लाग्छ क्या त्यो। दामी छ। अहिले हामी तामाखानी भन्ने ठाउँमा आइपुगेछौँ। एकछिनको मजापछि फेरि अफरोड। हामीलाई यति गाह्रो भएर स्कुटरहरूलाई कस्तो गाह्रो हुन्छ होला। हाम्रा बुढी सब हल्लाइदिन्छ यार यो बाटोले त। बिहान हिँड्दा जोस जाडो जाडो भएको थियो, अहिले चाहिँ जोस गर्मी हुन थाल्यो यार। यो बाटो चाहिँ मलाई चाहिँ खतरा लाग्छ। यो बाटो चाहिँ यो ठाउँको एक्लै हुँदाखेरि हामी फास्ट कर्नरहरू पनि छ क्या, फास्ट हानिहाल्नुपर्ने कर्नरहरू छ। स्पिडमा आउँदाखेरि मजा आउँछ यो बाटोमा। फेरि यो बाटो हुँदै हुँदै उता पुग्नुपर्छ गाइस। सो अहिले चाहिँ हामी यहाँ बागमती आइपुग्न आँट्यौँ। अन्त तल खोला आइसकेपछि चाहिँ बागमती हो गाइस। खासमा जानुपर्ने ऊ त्यो पुलबाट हो बनाइरहेको रहेछ। यो देखिरहेको खोला चाहिँ काठमाडौँबाट आएको बागमती खोला हो, हेर्न सक्नुहुन्छ। लास्ट 4 छ। गनाइ पनि रहेछ है त्यहीँ जाने। छ्या ओ खुट्टा माथि राख है। ढल पानी के भयो नि? सो गाइस उता अघि त्यो हामी त्यो तरेर आयो नि, खोला तरेर आयो नि, त्योबाट यता चाहिँ मकवानपुर जिल्ला पर्छ। अनि त्योभन्दा उता चाहिँ ललितपुर जिल्ला हो। अब हामी यहाँ मकवानपुर जिल्ला आइसक्यौँ। इन्डियन गाडीहरू पनि लो दिन्छ यार यो बाटो।
चाहिँ काम हुँदै रहेछ यी बाटो चाहिँ त्यस्तो छ तल अहिले टाइम चाहिँ त्यही 9:30 जति भयो है अनि हामीलाई हेटौँडा चाहिँ त्यही 11 बजेसम्म पुग्नुपर्छ त्यही भएर हतार नगरिकन बिस्तारै जाउँ भ्याउँछ टाइम पनि छ हामीसँग सो गाइज यदि हजुरहरू अब हेटौँडादेखि लटामेश्वर मन्दिर जान चाहनुहुन्छ भने होइन अनि त्यो बाटो चाहिँ यहाँबाट हो यहाँबाट मास्तिर जान गयो भने चाहिँ त्यहाँ लटामेश्वर मन्दिर जाने बाटो पुगिन्छ अब हामी जान्छौँ त्यही हो अब त खासै अफरोडहरू पनि छैन है भयो भने एक दुई ठाउँमा अलिअलि होला नभए चाहिँ छैन किनभने हामी हेटौँडा मकवानपुर जिल्ला छुइसक्यो अघि त्यहाँ क्यामेराको ब्याट्री फेरेको थिएँ मैले आई होप एङ्गलहरू पनि राम्रै छ होला जियोस् डाँडाको बाटो पिच भयो भने चाहिँ रमाइलो हुन्छ है भाइब चाहिँ छुट्टै हुन्छ भने बाइक लामो भएर नि क्या टर्निङहरू पनि कुनै त क्या गाह्रो हुन्छ भरत ठिक छ केमा उड्या यार ओइ मा के देखेर मैले केमा उड्यो यार त्यस्तो डेन्जर भन्दै लडेन गाइज यार थैट यहाँ रोकौँ यार खत्रै उड्दिरह भने ल लड्यो भए त साइको हुन्थ्यो यार त्यहाँ बाल लड्नबाट बच्यो गाइज यार खासै स्पिड पनि थिएन त्यस्तो केही थिएन त्यहाँ ढुङ्गा हो कि केमा चढिदिइराख्यो उफ्रितिर हाने तर यो बाइक चाहिँ गाइज मैले बुझेअनुसार चाहिँ हतपत चाहिँ लड्दैन है आफूले कन्ट्रोल गर्न सक्ने हतपत चाहिँ लड्दैन यो बाइक चाहिँ मलाई यस्तो त 2-3 चोटि भइसक्यो यो बाइकमा अनि टायरको पनि जियोस् तार देखिन आँटिसकेको रहेछ अब यो खासमा चाहिँ यति छिटो त हुनु नपर्ने हो गाइज यहाँ हेर्नु ट्रक यस्तो डेन्जर पल्टाएको रहेछ सो यस गाइज अहिले हामी चाहिँ हेटौँडा आइपुगिसक्यौँ है यो ठाउँको नाम चाहिँ चुच्चे खोला हो अब यहाँबाट जानुपर्ने हुन्छ हामी होप यु गाइज इन्जोय दिस भिडियो लाइक दिस भिडियो है अनि इफ यु गाइज आर न्यू अन माई च्यानल एउटा मिठो कमेन्ट चाहिँ लेखिदिन नबिर्सिनु होला सिधा बाटो पाए जस्तो दौडाउनु पऱ्यो अहिले एकचोटि त
यहाँ होइन क्या अब उता हटिया जाने बाटोमा दौडाउनु पर्छ एक राउन्ड अनि त्यसपछि इन गरिदिन्छु म ल गाइज वी आर फाइनली एट हेटौडा ल अब एट द एन्ड अफ दिस भ्लग चाहिँ है एक राउन्ड मस्त डेन्जर दौडाइदिउँ अनि त्यसपछि चाहिँ म भ्लग एन्ड गरिदिन्छु सो यही हो एउटा लास्ट अब र भिडियो भने So I hope you guys enjoy this video अनि अर्को भिडियो नआइन्जेलसम्म पिस आउट है त ल